वेलकम बैक नदाफ इंजीनियरिंग एकेडमी यूट्यूब च्यानल तपाईँ सबैजनालाई नदाफ इंजीनियरिंग एकेडमी यूट्यूब च्यानलमा स्वागत छ। आज फेरि हामी कक्षा 9 को अप्सन म्याथ लिएर उपस्थित भएको छौं, जसमा के छ प्रश्न नम्बरमा बिन्दु 2,3 ले कुनै रेखाका अक्षहरू बीचको अंशलाई समद्विभाजन गर्दछ भने सो रेखाको समीकरण पत्ता लगाउनुहोस्। अब यो प्रश्न दिएको छ, यसलाई बनाउँदाखेरि सबैभन्दा पहिला के मान्नुपर्छ यसमा? मैले के मानेछु भन्दाखेरि एक्स अक्षमा काटेको बिन्दु। अब यसलाई हामी x1, y1 इक्वल टु, अब x मा काटेको छ भने यसलाई a, 0 लेख्न सक्छौ। त्यस्तै y अक्षमा काटेको बिन्दु, यसलाई हामी x2, y3 भनेको। अब y अक्षमा काटेको छ भने 0, b हुन्छ। यो मैले के गरे माने। अब के देख्नु पर्छ? दुई बिन्दुहरूको मध्य बिन्दु। अब यो दुईटै पोइन्ट छ नि, यसको मध्य बिन्दु निकाल्नु पर्छ। मध्य बिन्दु भने के हुन्छ फर्मुला यसको? x1 plus x2 by 2, y1 plus y2 by 2 भयो। अब यसको मध्य बिन्दु x1 भनेको a, यहाँ लेख्छु म a, x2 भनेको 0, तल 2 को 2, फेरि y1 भनेको 0 प्लस y2 भनेको b by 2। अब a मा 0 जोड्दा a भइहाल्यो, 2 को 2 नै रह्यो बाँकी, 0 मा b ले जोड्दा b by 2। यो हाम्रो के भयो? मध्य बिन्दु आयो, दुईवटा पोइन्टको मध्य बिन्दु। अब के गर्नुपर्छ फेरि? अब प्रश्न अनुसार मैले अब लेख्छु, यहाँ म लेख्छु के छ प्रश्नबाट। अब के भनेको छ प्रश्नबाट? a by 2, b by 2 इक्वल टु, हामीलाई कति दिएको छ? 2, 3, यहाँ लेख्छौ 2, 3। अब यो सँग बराबर हुन्छ, यो सँग बराबर हुन्छ। मैले अब यहाँ a by 2 इक्वल टु 2, देयरफोर a इक्वल टु, अब यो डिभाइडमा छ उता भने गुणामा, 2 2 जा के भइहाल्छ हाम्रो 2 into 2, यहाँ के लेख्न सक्छौ 4, a को भ्यालु कति आयो? 4 आयो। त्यस्तै अब यो सँग यो बराबर हुन्छ, मैले लेख्छु b by 2 इक्वल टु 3, b by 2 इक्वल टु 3। अब b 3 into 2 इक्वल टु के भइहाल्यो? 6। अब b को भ्यालु कति आयो? 6, a को भ्यालु आयो हाम्रो 4। अब के गर्नु पर्छ? फेरि के भन्छ? रेखाको समीकरण। अब रेखाको समीकरण के हुन्छ पत्ता लगाउनुस्। यस्तो हुन्छ x by a प्लस b by, यसको हुन्छ y by, के हुन्छ y by b इक्वल टु 1। यहाँ साइडमा मैले लेख्छु के इन्टरसेप्ट फर्म भएकोले अब x नै लेख्छु बाई, a को ठाउँमा के लेख्छौँ हामी? 4 प्लस y को y, b को ठाउँमा हामी 6। अब यो दुईटैको लसाअ लिँदाखेरि कति हाल्छ हाम्रो? 12 भइहाल्छ। कति हाल्छ? 2 बर। अब कसरी हुन्छ भन्दाखेरि 4 6, 2 2 जा 4, 2 3 जा 6, 2 1 3। अब 2 2 4, 4 त्या 12, यहाँ 12 भइसक्यो। अब यसलाई मैले काट्छु, त्यसपछि 2 यो भइहाल्यो 3, यो भइहाल्छ 3x प्लस 2y इक्वल टु 1, और 3x प्लस 2y
इक्वल टू अब उसलाई उता लग्दाखेरि 12 भइहाल्छ। देयरफोर 3x प्लस 2y यो उता आउँछ भने माइनस इक्वल टू 12 यो हाम्रो के भयो एन्सर। यही हाम्रो के भयो एन्सर। त्यस्तै अर्को प्रश्नमा रहेको छ कुनै रेखाको x र y अक्षहरू भित्र परेको अंशलाई बिन्दु 3, -2 ले समद्विभाजन गर्दछ भन्ने सरल रेखाको समीकरण पत्ता लगाउनुस्। यो पनि हिसाब दिएको छ, यसलाई हामीलाई के गर्नुपर्छ बनाउनु पर्छ। यसलाई पनि मैले के पहिला नि के गर्छु मान्छु। x अक्षमा काटेको बिन्दु कुनै पोइन्ट काटेको छ यसलाई हामी x1, y1 इक्वल टू के यसलाई a, 0 मान्छौ। त्यस्तै y अक्षमा काटेको बिन्दु के छ x2, y2 इक्वल टू के मान्छु यसमा 0, b। x मा काटेको हुन्छ भने 1, 0 हुन्छ, y वाला पोइन्ट 0 भइहाल्छ, y x मा काट्यो भने x वाला 0 भइहाल्छ, y वाला रहन्छ। त्यस्तै अब के गर्नुपर्छ अब दुई बिन्दुहरूको मध्य बिन्दु निकाल्दाखेरि के हुन्छ हाम्रो फर्मुला x1 प्लस x2 बाई 2 y1 प्लस y2 बाई 2। त्यसपछि हामी x1 को सट्टामा a, y2 को सट्टामा x2 को सट्टामा 0 a प्लस 0 बाई 2 x1 भयो हाम्रो 0 y2 भयो हाम्रो b। यसमा लेख्छु 0 प्लस b बाई 2 भयो, यो हाम्रो b हो। त्यसपछि अब जोड्दा a प्लस 0 जोड्दा यहाँनिर बाँकी रह्यो 2। अब 0 प्लस 2 0 प्लस b भनेको b तल 2। अब यो हाम्रो के आयो मध्य बिन्दु। अब यसलाई फेरि के गर्नुपर्छ फेरि प्रश्नबाट a बाई 2, b बाई 2 इक्वल टू हाम्रो के दिएको छ 3, -2 यो हाम्रो यो पोइन्ट दिएको छ। अब यसलाई a बाई 2 इक्वल टू 3 into 2 यो डिभाइडमा छ उता जान्छ भने मल्टिप्लाई देयरफोर a इक्वल टू हाम्रो 6 भयो। त्यस्तै b इक्वल बाई 2 -2 अब योसँग बराबर छ यो भयो। त्यसपछि b लाई निकाल्छु भने -2 into 2 यो डिभाइडमा छ उता जान्छ भने गुणामा गइहाल्छ। अब 2 2 जा 4 माइनस को माइनस यो -4 देयरफोर b बराबर भयो। अब यो आइसकेपछि के गर्नुपर्छ अब के सरल रेखाको समीकरण निकाल्दाखेरि x बाई a प्लस के छ हाम्रो y बाई b इक्वल टू 1। यसको हामी x राख्छौँ, a को सट्टामा हामी के राख्छौँ 6 प्लस y b को सट्टामा हामी -4 राख्छौँ इक्वल टू 1। अब यसलाई लसा निकाल्दाखेरि के हुन्छ हाम्रो 6 4 को लसा गर्दाखेरि 2 3 2 फेरि 2 3 1 यो हाम्रो भइहाल्छ। अब 2 जा 4 4 3 जा 12। अब यहाँ मैले के पहिला साइन चेन्ज गर्छु 6 यो माइनस यो प्लस यो माइनस y 4 इक्वल टू 1। अब यसलाई लसा लिँदाखेरि कति हाल्छ हाम्रो 12। अब यसलाई 2 2 जा 4 2 3 जा 6 यहाँ भइहाल्छ 2x माइनस 3y बराबर 1। अब के फेरि 2x माइनस 3y यो डिभाइडमा छ उता जान्छ भने मल्टिप्लाईमा भइहाल्छ 12 देयरफोर 2x माइनस 3y यो प्लसमा छ उता आउँछ भने -12 इक्वल टू 0। यही हाम्रो के चाहिएको समीकरण
समीकरण हो। यो हाम्रो के हो चाहिएको समीकरण